सम्पूर्णमा नमस्कार। आज म हजुरहरूको सामुन्ने आफ्नै भोइसमा एउटा सानो गीत लिएर आएको छु। सुनेर कमी कमजोरी बताइदिनु होला, सल्लाह सुझाव पनि दिनु होला है। अनि मेरो युट्युब च्यानलमा लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस् है। तर कमेन्ट चाहिँ गरिदिनु होला, नराम्रो कमेन्ट नगर्नु होला है। म पनि एउटा फ्यामिली परिवारको मान्छे हो, मेरो पनि फ्यामिली हुनुहुन्छ। नराम्रो कमेन्ट गर्दाखेरि नराम्रो लाग्छ उहाँहरूलाई देख्दाखेरि है। नराम्रो कमेन्ट चाहिँ नगर्नु होला। मलाई चाहिँ खासै गीत गाउन त आउँदैन, त्यही पनि आज चाहिँ आफ्नै भोइसमा गुनगुनाएर आफ्नो भोइस मलाई पनि सुन्न मन लाग्यो आज। त्यही भएर चाहिँ म आफ्नै भोइसमा एउटा गीत गुनगुनाउन गइरहेको छु। सुन्नुहोस् है। लाइक र कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला नि फेरि है। गीत सुनेर मात्रै नछोडिदिनु नि। देख्न मन लागेको छैन र घाम उदाए जुन पानी अस्ताए, अझै फुर्सद भएको छैन र देख्न मन लागेको छैन र घाम उदाए जुन पानी अस्ताए, अझै फुर्सद भएको छैन र कहिलेसम्म म मात्रै धाउने, भेट्न आउँछु भनेर नआउने, देख्न मन लागेको छैन र देख्न मन लागेको छैन र घाम उदाए जुन पानी अस्ताए, अझै फुर्सद भएको छैन र। हस् त, नमस्कार। मेरो गीत राम्रो लाग्यो पार भन्नुहोला। म अर्को भिडियो फेरि पनि बनाएर राख्नेछु है त। आजलाई यति नै।